अमरसिंहजी, यहाँलाई दूरावाजमा हार्दिक स्वागत छ। थ्याङ्क यू भेरी मच। देश एकदम उच्च राजनीतिक माहौलमा छ। चुनाव छ, राजनीतिक दलको विशेष पर्व पनि भनिन्छ चुनावलाई। बागलुङले लामो समयबाट कम्युनिस्ट आन्दोलनमा देखिएको एउटा युवा अनुहार अमरसिंह घरतीलाई हजुर पछिल्लो समयमा राजनीतिक चर्चामा नदेखिएको तर 81 चुनावमा तत्कालीन हिजोको केही समयमा नेकपा एमालेको एउटा युवा अनुहार देखिएको व्यक्ति चुनावी माहौलमा आएर पार्टीबाट अगाडि देखिनुभयो। यहाँको पश्चिम बागलुङलाई सरप्राइज दिने यहाँको योजना हो कि भएको परिस्थिति यस्तो हो? यहाँलाई विशेष धन्यवाद छ। त्यस्तो अब ठ्याक्कै भन्नुपर्दा विशेष परिस्थिति नै भनौँ हैन। यो समयले, यो परिस्थितिले, यो अवस्थाले दिएको कुरा पनि हो। र अर्को कुरा हजुरले पहिले भन्नुभयो 81 आएको होइन। म चाहिँ 20-22 वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमै निरन्तरता छु। त्यसो भए हुनाले प्रत्येक चुनावमा मेरो सहभागिता, सक्रिय सहभागिता रहन्छ नै, यहाँहरूलाई थाहा नै छ। भलै एउटा म सञ्चार माध्यममा त्यो नआएको हुनसक्छ हैन। त्यसो हुँदा म ग्रास लेभलमा मेरो चाहिँ हरेक चुनावमा होस्, पार्टीको हरेक कार्यक्रममा होस्, यहाँ मेरो चाहिँ सक्रियता भूमिका त रहने गर्छ नै। र अहिलेको परिस्थिति जुन यहाँले भन्नुभयो, म 81 आउनु होइन, यहाँलाई मैले भनिसकेँ। त्यसो हुनाले अब यो बिचमा यहाँलाई थाहा छ 2079 सालमा जब निर्वाचन भयो, निर्वाचन भइसके पछाडि संसारमा विरलै छ दुईवटा ठुला दल मिलेर चाहिँ सरकार बन्ने कुरा सायद विरलै छ, यहाँलाई पनि थाहा छ। त्यसो हुँदा त्योभन्दा अगाडि ठुलो दल र चाहिँ साना अन्य दल चाहिँ मिलेर बनेको सरकार, त्यसमा चाहिँ प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो। समग्रमा र तुलनात्मक हिसाबले हेर्ने हो भने भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषयमा त प्रचण्ड नै अब्बल हुनुहुन्छ भन्ने कुरा जगजाहेरै छ। मैले यहाँ भनिरहनु पर्दैन। भलै मान्छेले बुझेर पनि बुझ पचाउने यो मानसिकता छ, यो हामीले त्याग्नुपर्छ भन्ने मेरो चाहिँ अनुरोध पनि छ। र हिजोको दिनमा म फरक परिस्थितिमा थिएँ र आज फरक परिस्थिति छ। र अहिले संयोजक कमरेडले जुन नेपाली कम्युनिस्ट आन्दोलनलाई एकरूपताका साथ, एकताका साथ चाहिँ अगाडि बढाउने भनेर जुन एकताको प्रक्रिया थालनी गर्नुभएको छ, यसको कारण पनि मुख्य कारण हुनु हो म आउनुको कारण पनि। त्यसो हुँदाखेरि अब 81 भन्ने कुरा पनि त्यति होइन होला जस्तो मलाई लाग्छ। पछिल्लो समयमा सामाजिक सञ्जालमा एउटा के देख्न सकिन्छ भने चुनावको माहौलमा आएर पार्टी परिवर्तन गर्नु यो एउटा अवसरको बाटो हो भन्ने पनि एउटा बुझाइ छ। यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? ठिक छ, अब यो विषयलाई म क्लियर गर्छु। अवसर त हुन्छ नै हैन, राजनीतिमा अवसर त हुन्छ नै। अवसर के को लागि त हुन्छ त भन्दा आफ्नो भेगको लागि, आफ्नो ठाउँको लागि, आफ्नो समाजको लागि र विकासको लागि अवसर हुन्छ नै हैन। त्यो बाहेक भन्ने मेरो कुनै चाहिँ व्यक्तिगत अवसर, कुनै मेरो पारिवारिक अवसर होइन। यहाँहरूलाई चाहिँ मैले यो अनुरोध गर्न चाहन्छु, मेरो कुनै पनि त्यस्तो चाहिँ अवसर होइन र यो परिस्थितिले बनाएको हो। मैले मुख्य कुरा त यहाँले फेरि पनि भने, नेपाली कम्युनिस्ट आन्दोलनलाई चाहिँ रक्षा गर्नको लागि र चाहिँ हामीले वामपन्थी विचारधारा राख्नेहरूको चाहिँ एउटा गोलबद्ध एउटा चाहिँ यो एकता समायोजन भनौँ हैन, यो नेपाली कम्युनिस्टलाई चाहिँ एक ढङ्गले अगाडि बढ्ने विषयमा छ र यसलाई चाहिँ रक्षा गर्ने विषयमा चाहिँ एउटा यो परिस्थिति निर्माण क्रिएट गर्नुभयो अध्यक्ष संयोजक कमरेडले। त्यसो हुँदाखेरि यो परिस्थितिले बनाएको कुरा हो, त्यसको अवसरलाई भन्न यहाँले चाहिँ सायद मिल्दैन होला जस्तो लाग्छ। हामी चुनावी माहौलमै छौँ, चुनावको कुरा गरौँ। तपाईँ बागलुङ क्षेत्र नम्बर 2 को त्यो पनि निसी खोलावासी एकदम यहाँले भन्नुभयो। निसी खोला त 7वटा वडा मध्ये 2 नम्बर बाहेक सबैमा उम्मेदवार हुनुहुन्छ कि क्या हो सायद? हजुर हजुर। तपाईँ आफ्नो भूगोलको उम्मेदवार छोडेर सामाजिक सञ्जाल अनुसार मान्छेले भन्ने कुरा अनुसार यो पूर्वी भूगोल छोडेर पश्चिम भूगोल केन्द्रित हुनुभयो पनि भन्ने छ। यो विषयमा तपाईँको धारणा के छ? अब मेरो धारणा र मैले भन्नुपर्ने कुरा चाहिँ के छ भन्नुहुन्छ भने, हामी यो भ्रममा नपरौँ भन्छु म हैन। त्यसो हुँदाखेरि सक्षम र चाहिँ अलिकति हुन्छ नि त्यो ढङ्गले चाहिँ चुस्मत तरिकाले बुझेको, त्यहाँको भूगोल बुझेको, त्यहाँको चाहिँ जनजीविकासँग चाहिँ जोडिएको, सबै कुराहरू थाहा भएको हैन, एउटा इमान्दार नेतृत्व पनि चाहिन्छ। हामीले चाहिँ भूगोल भन्दै गर्दा हैन, हामीले चाहिँ अलि चाहिँ केही नबुझेको राजनीतिक विषयमा चाहिँ त बुझे होला, तर अब हाम्रो भूगोलको विषयमा अब उम्मेदवारको विषयमा हेर्नुहुन्छ भने कुन चाहिँ उम्मेदवार कस्ता उम्मेदवार हुन्छ नि यहाँहरूले त बुझ्नु भएको छ हैन।
त्यसो हुँदाखेरि अब नेपाली काङ्ग्रेसकै उम्मेदवार हुनुहुन्छ हाम्रो आदरणीय दाइ टेकराज पौडेल होइन। हिजो उहाँहरू बागलुङ जिल्लालाई चाहिँ खण्ड बनाउनु हुँदैन, जिल्ला टुक्राउनु हुँदैन भनेर लागिरहनु भएको हामी चर्चाएर अहिले पनि देख्छौँ। अहिले सामाजिक सञ्जाल अहिले पनि प्रमाणस्वरूप छ। भन्नु खोजेको चाहिँ मैले के हो भने दिगो राजनीतिक दृष्टिकोण छैन उहाँहरूसँग, न दिगो राजनीतिक दृष्टिकोण छ, न यो समसामयिक विषयलाई चाहिँ बुझेर उहाँहरू चाहिँ अगाडि जान सक्नुहुन्छ र त्यो कुरालाई चाहिँ उहाँहरूले चाहिँ स्थापित गर्न सक्नुहुन्न नि। त्यसो हुनाले अब मुख्य कुरा चाहिँ अब विकासको कुरा पनि हो होइन। विकासको कुरा हेर्नुभयो भने दुईवटा ठुला दलका सरकार बनेको थियो नि त। त्यो दुईवटा ठुला दलको सरकार बन्दै गर्दा निसी खोलामा कतिको चाहिँ कति विकास पार्नुभयो त नि, कति बजेट हाल्नुभयो त नि। यो कुराहरू चाहिँ बुझ्नै पर्ने कुरा छ कि यी यावत प्रश्नले चाहिँ गर्दा मलाई यावत प्रश्नले चाहिँ गिज्जाइराख्दाखेरि होइन, गिज्जाइराख्दाखेरि साँच्चीकै समानताको पक्षमा र न्यायको पक्षमा साँच्चै भन्ने भने हिजो युद्धकालमा हरेक घरमा, हरेक परिवार, हरेक कुना कन्दारामा हिँडेको, भिजेको, डुलेको, थाहा भएको सबै कुराहरू बुझेको एकमात्र अब्बल तुलनात्मक हिसाबले सबै हेर्ने हो भने अब्बल नेतृत्व भनेको नि ज्ञाननाथ गैरे अनिललाई लाग्यो। त्यस कारण उहाँलाई मैले समर्थन पनि गर्ने कुरा एउटा पार्टीको कुरा पनि रह्यो होइन। त्यसमा सबै चाहिँ उम्मेदवार भन्दा उहाँ नै अब्बल उम्मेदवार हो। त्यस कारणले उहाँले नै जित्नुपर्छ भन्ने कुरा नै हो मुख्य कुरा त। यो चुनाव मुख्य कुरा त पहिलो कुरा त राजनीतिक एजेन्डाले जित्ने कुरा हो होइन, पार्टी संस्थाले जित्ने कुरा हो, सँगसँगै व्यक्ति पनि मूलभूत रूपमा जोडिने नै हो। त्यसो हुनाले एक नम्बर आधार तपाईँलाई म भन्छु र जति पनि दूरावास हेरेर बस्नुभएका आदरणीय आमा बुवा दिदीबहिनी प्रिय भाइ बहिनी हुनुहुन्छ उहाँहरूलाई म के आग्रह अनुरोध गर्न चाहन्छु भने मुख्य कुरा अहिलेको निर्वाचन र पहिलेको निर्वाचनमा धेरै फरक छ होइन। त्यसो हुनाले स्थानीय निर्वाचन त झनै फरक नै भइहाल्यो होइन। अहिलेको निर्वाचन भनेको कानुन बनाउन जाने निर्वाचन हो, कानुन संशोधन गर्न जाने निर्वाचन हो। सायद यहाँहरूलाई थाहा नै छ यो संविधान संशोधन गर्ने विषय पनि उठिरहेको छ। जहाँसम्म लाग्छ यो संविधान संशोधन हुने कुरा पनि हो होइन। त्यो संविधान संशोधन हुँदाखेरि जो हिजो एउटा आन्दोलनले उठाएको विषय जस्तै महिलाको अधिकारको विषयमा, जनजातिको अधिकारको विषयमा, दलितको अधिकारको विषयमा होइन, पिछडिए वर्गको चाहिँ विषयमा, पछि परेको भूगोलको विषयको चाहिँ अधिकारको विषयमा चाहिँ स्थापित गर्ने यसको एजेन्डा बनाउने त नेपाली कम्युनिस्ट पार्टी नै हो नि। त्यसो हुनाले यो पहिलो हाम्रो अधिकार प्राप्तिलाई चाहिँ स्थापित गर्नको लागि पनि चाहिँ मुख्य कुरा एक नम्बर आधार जित्ने पर्ने आधार त्यो हो होइन। अर्को कुरा जस्तै नयाँहरू छन्, अन्य पुरानो दलहरू पनि छन्, उनीहरूले चाहिँ जितेर चाहिँ उहाँ गइसके पछाडिको हाम्रो कतै हाम्रो अधिकारलाई कुण्ठित गरेर त होइनन् होइन। जस्तै यहाँहरूलाई थाहा छ विभेदका कति चाहिँ हाम्रो समाजमा घटेका चाहिँ छन्, समस्याहरू छन्। यसलाई पनि फेरि चाहिँ उनीहरूले हामीलाई चाहिँ त्यो अधिकारलाई चाहिँ फरक ढङ्गले चाहिँ उनीहरूले तोडमोड गरेर चाहिँ कानुन संशोधन गऱ्यो भने त फेरि हामी त फेरि चाहिँ होइन पछि पर्ने नै हो नि। त्यसो हुनाले यो विषयलाई पनि चाहिँ मुख्य गरी चाहिँ हामीले एकदम मनमा राखेर भए पनि हाम्रो अधिकार प्राप्तिको लागि लड्ने पार्टी भनेको नेपाली कम्युनिस्ट पार्टी भावनाले यसको एजेन्डा, यसको चाहिँ दृष्टिकोण सबै कुरा होइन ढङ्गले चाहिँ बुझ्दाखेरि नेपाली कम्युनिस्ट पार्टी बाहेकको अन्य एजेन्डा त मलाई लाग्दैन होइन। त्यसो हुनाले मुख्य कुरा विकास गर्ने आधार। हामी अन्त्यतिर छौँ। हामी यो दूरावाज हेरेर बस्नु सम्पूर्ण यति बेला त तपाईँले मतदाता सायद भन्नु होला राजनीतिक दलको भाषा अनुसार यहाँको दर्शक श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ? अन्त्यमा दूरावास हेरेर बसिरहनु भएका यहाँ सम्पूर्णमा फेरि पनि म आग्रह गर्छु अहिले चुनावी माहौल छ। यो चुनावी माहौलमा एकदम स्वविवेक प्रयोग गर्नु होला। कसैको चाहिँ डर धम्की त्रासमा नपरिकन यथार्थ कुरा के हो त्यो बुझेर अगाडि चाहिँ बढ्नु होला भन्ने मेरो पहिलो कुरा मेरो अनुरोध छ। र चाहिँ जसले चाहिँ अधिकारको लागि चाहिँ हिजो जीवन र मृत्यु भनेर हिँडेको थियो होइन, जुन पार्टी को पार्टी थियो चाहिँ त्यो पार्टी एकचोटि अध्ययन गर्नु होला होइन। एकचोटि तपाईँहरूले अध्ययन गर्नुहोस् कि हामी अधिकारबाट वञ्चित भयौँ, त्यो पीडा कस्तो हुन्छ त्यो पीडा होइन। यो कुरा त अझै बुझ्नै पर्ने कुरा त के छ भने दलितले, अधिक महिलाले, जनजाति यस्ता पिछडिए वर्गहरूले यो बुझ्नै पर्ने कुराहरू छ। जस्तै यहाँभित्रका समुदायभित्र जसले चाहिँ अन्य फरक दलमा चाहिँ आस्था राख्दै गर्दा पनि यो बुझ्नुपर्ने आवश्यकता छ। त्यसो हुनाले पनि अब यहाँहरूले यो कुराहरू बुझ्नु नै हुनेछ होइन। त्यसो हुँदाखेरि अहिले बुझेर स्वविवेक प्रयोग गर्नु होला। र अधिकार स्थापित गर्नको लागि भए पनि नेपाली कम्युनिस्ट पार्टीलाई तारा चिन्हमा मतदान गरेर यहाँहरूले भारी मतका साथ विजय गराउनको लागि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद। हस्, थ्याङ्क यू।